नमस्कार। आजको यो भिडियोमा तपाईहरु एससी को रिजल्टमा के भएछ, के नयाँ अपडेटहरु आएछ, रिजल्ट आएको छ कि छैन, कहिले आउँछ, त्यो सबै कुराहरु हामी चर्चा गर्छौं। त्यति मात्रै नभएर तपाईहरु आफ्नो रिजल्ट कसरी चेक गर्न सक्नुहुन्छ त्यसको बारेमा पनि आजको भिडियोमा हामी चर्चा गर्छौं है। तपाईहरु नआतिकन यो भिडियो हेर्नु होला। तपाईहरुको लगभग आजै रिजल्ट आइसकेछ र रिजल्ट के आएको छ त्यसको बारेमा हामी कुरा गर्छौं। तपाईहरुको कति जनाले जीपीए ल्याउनु भएछ, कति जना चाहिँ एनजी ल्याउनु भएछ, सबै कुराहरु आज चाहिँ भर्खर राष्ट्रिय परीक्षा बोर्डले चाहिँ सार्वजनिक गरेको छ। तपाईहरु चाहिँ राष्ट्रिय शिक्षा बोर्डको डाटा अनुसार म तपाईहरुलाई सबै कुरा डिटेलहरु भन्छु। कति जना विद्यार्थीले कुन जीपीए ल्याएको छ त्यो सबै कुराहरु भइसकेछ। यो तपाईहरुको 1-2 दिनको भित्र, मानौ नि चाँडै भन्दा चाँडै, तपाईहरुलाई मैले अस्ति भनेको थिएँ अस्तिको भिडियोमा 15 गतेदेखि 21 गतेको भित्रमा, तर हुन सक्छ तपाईहरुको 15 गतेसम्म पनि आउन सक्छ, 1-2 दिन ढिलो हुन सक्छ। तपाईहरुको रिजल्ट लगभग काम सकिसकेको छ। तपाईहरुको जतिखेर पनि तपाईहरुको मनमा ढुकढुकी लागेको होला हैन, रिजल्ट के हुन्छ। तपाईहरुको चाहिँ रिजल्ट 50% रिजल्ट पास भएको छ विद्यार्थीहरु र के छ त्यसको बारेमा हामी कुरा गर्छौं। त्यो भन्दा पहिला सबभन्दा पहिला तपाई यो भिडियो एकचोटी हेर्नु। राष्ट्रिय परीक्षा बोर्डले के जारी गरेको छ त्यसको बारेमा के खुलासा गरेको छ त्यसको बारेमा एकछिन हामी हेरौं, त्यसपछि हामी फेरि डिटेलमा कुरा गर्छौं। यो भिडियो हेर्नु। यो जीपीए 1.60 बाट 2 सम्म ल्याउने 6 जना, जीपीए 2 देखि 2.40 ल्याउने 2950 जना, जीपीए 2.40 देखि 2.80 ल्याउने 41,177 जना, त्यस्तै जीपीए 2.80 बाट 3.20 ल्याउने 78,874 जना र जीपीए 3.20 देखि 3.60 ल्याउने 68,256 जना र जीपीए 3.60 बाट 4 सम्म ल्याउने 31,209 जना र एनजी यति जना चाहिँ जीपीए ल्याउन सफल भएको छ र त्यस बाहेक अरु चाहिँ टोटल 2,42,313 जना नन ग्रेडेडमा। भिडियो हेरिसक्नु भयो। अब हामी कुरा गर्छौं वास्तवमा रिजल्ट के भएको छ। लगभग आधी रिजल्ट तपाईहरुको आइसकेछ र तपाईहरुको यो आजको यो भिडियोमा कति जनाले जीपीए ल्याएको छ, कति जनाले एनजी ल्याएको छ त्यसको बारेमा हामी चर्चा गर्छौं। ध्यान दिएर सुन्नु होला। राष्ट्रिय परीक्षा बोर्डको अनुसार जीपीए ल्याउने विद्यार्थीहरु है कति रहेछ त्यसको बारेमा हामी कुरा गर्छौं। तपाईहरुले भिडियोमा पनि हेर्नु भएको होला। अहिले अब डिटेलमा राम्रोसँग बुझ्नु। 0.60 देखि लिएर तपाई चाहिँ 2 सम्म जीपीए ल्याउने जम्मा 6 जना विद्यार्थीहरु रहेछ भने तपाईको चाहिँ 2 देखि लिएर 2.40 सम्म है, 2 देखि लिएर 2.40 सम्म ल्याउने जीपीए ल्याउने विद्यार्थीहरु 950 जना रहेको छ भने तपाईको चाहिँ 2.40 देखि लिएर तपाईको चाहिँ 2.80 सम्म है, 2.40 देखि लिएर 2.80 सम्म विद्यार्थीहरु जम्मा 41,177 जना है, 2 देखि लिएर 2.40 सम्म 905 जना, त्यस्तै 2.40 देखि लिएर तपाईको चाहिँ 2.80 सम्म 41,177 जना, त्यस्तै गरी हाम्रो 2.80 देखि लिएर 3.20 सम्म है, 2.80 देखि लिएर 3.20 सम्म विद्यार्थीहरु 78,874 जना रहेछ भने 3.20 देखि लिएर 3.60 ल्याउने विद्यार्थीहरु 68,256 जना रहेको छ है। त्यस्तै गरी हाम्रो 3.60 देखि लिएर 40 जीपीए ल्याउने 4 जीपीए 4 सम्म ल्याउने विद्यार्थीहरु जम्मा 31,209 जना विद्यार्थीहरु रहेछ। 3.60 देखि लिएर 4 सम्म जीपीए ल्याउने विद्यार्थीहरु 31,209 जना। यसरी सम्पूर्ण विद्यार्थीहरुलाई जोड्दाखेरि जीपीए ल्याउने विद्यार्थीहरु जम्मा तपाईको चाहिँ 2,20,472 जना विद्यार्थीहरु रहेछ भने त्यो मध्ये टोटल विद्यार्थी एनजी ल्याउने विद्यार्थीहरु तपाईको चाहिँ 2,42,313 जना है। एनजी ल्याउने जम्मा विद्यार्थीहरु 4,62,785 जना रहेछ रेगुलर विद्यार्थी। त्यो मध्ये चाहिँ लगभग 50% रिजल्ट आएको रहेछ र त्यसमा चाहिँ तपाईको चाहिँ 50,000 चाहिँ ग्रेड वृद्धि गर्नको लागि एक्जाम दिनु भएको थियो। त्योहरु जोडेर लगभग तपाईको 5,24,000 समथिङ विद्यार्थी हुन जान्छ। यति विद्यार्थीहरु रहेको थियो है। अनि तपाईहरु चाहिँ अब रिजल्ट अब तपाईको 1-2 दिन भित्र तपाईको चाहिँ चाँडै आइराछ। तब लगभग सबै कुराहरु भइसकेछ। यो रिजल्ट आएपछि तपाईहरु कसरी चेक गर्ने, तपाईहरुको दुईवटा माध्यम छ। दुईवटा माध्यमबाट तपाईहरु एउटा चाहिँ एसएमएस बाट चेक गर्न सक्नुहुन्छ भने तपाईहरु अर्को चाहिँ इन्टरनेटको वेबसाइटबाट तपाईहरु इन्टरनेटमा गएर वेबसाइटबाट चेक गर्न सक्नुहुन्छ है। यहाँ तपाईहरु पिक्चरमा हेर्न सक्नुहुन्छ। यदि तपाईले चाहिँ एसएमएस बाट चेक गर्न चाहनुहुन्छ भने तपाईहरुको यहाँ थुप्रै एसएमएस को सुविधाहरु दिएको छ र जुनसुकैबाट तपाईहरु गर्दा हुन्छ र यसमा सबभन्दा राम्रो भनेको तपाईहरु यहाँ नेपाल टेलिकमबाट गर्न सक्नुहुन्छ। नेपाल टेलिकमको तपाईहरु मेसेज बक्समा गएर तपाईहरु आफ्नो सिम्बल नम्बर र तपाईहरु चाहिँ आफ्नो
अल्फाबेट दिने अनि तपाईँहरू 1600 मा सेन्ड गरिदिनुहुन्छ भने तपाईँहरू पास फेल के हुनुहुन्छ कतै जिपी आज तपाईँको चाहिँ भनिदिन्छ है। त्यो दिन किनभने नेट स्लो हुन्छ, सर्भरहरू डाउन हुन्छ। यदि तपाईँहरू अनलाइनबाट चेक गर्न चाहनुहुन्छ भने, नेटबाट चेक गर्न चाहनुहुन्छ भने यहाँ थुप्रै वेबसाइटहरू यहाँ हेर्न सक्नुहुन्छ दिएको छ। तपाईँहरू चाहिँ सबभन्दा राम्रो बेस्ट भनेको ntc.ntc.net.np बाट तपाईँहरू चेक गर्न सक्नुहुन्छ। यो वेबसाइट एकदमै राम्रो दिएको छ। त्यो सँगसँगै तपाईँहरू चाहिँ अझै चाहिँ जस्तै se.gov.np बाट चेक गर्न, त्यस्तै गरी तपाईँहरू neb.gov.np बाट चेक गर्न सक्नुहुन्छ भने, त्यस्तै गरी यहाँ अझै थुप्रै प्रोटोकलहरू छ, थुप्रै वेबसाइटहरू रहेको छ। जस्तै कि इडियू सञ्जालबाट चेक गर्न सक्नुहुन्छ, त्यस्तै कान्तिपुरबाट चेक गर्न सक्नुहुन्छ, ई सेवाबाट चेक गर्न सक्नुहुन्छ, खल्तीको वेबसाइटबाट चेक गर्न सक्नुहुन्छ, एनसेल एपबाट चेक गर्न सक्नुहुन्छ है। यस्ता थुप्रै। यदि त्यो पनि भएन भने मैले यो भिडियो हेर्नु होला। यो भिडियोमा कसरी एससीको मार्कसिट हेर्ने त्यो तरिका सबै दिएछु, तपाईँहरू भिडियो हेर्नु होला। यति भन्दै यदि यो भिडियो तपाईँहरूलाई राम्रो लाग्यो भने कृपया एक लाइक गर्नु होला। र यति भन्दै फेरि पनि अर्को भिडियोमा चाँडै नै भेट्छु। तबसम्मलाई म भुपेन शाह बिदा लिँदै जय नेपाल।